तपाईले भनेको जस्तो मेरो आइजिपीसँग कुनै पनि विवाद छैन, प्रहरीसँग कुनै पनि विवाद छैन। तपाईहरुले त हेर्नुस् विवाद भनेर दुईजनाको फोटो दुईतिर फर्काएर त तपाईहरुले राख्नु भएको। हाम्रो त के हो भने समितिमा उजुरी आउँछ, उजुरीमाथि छलफल हुन्छ। त्यो छलफलमा जसलाई बोलाउने हो, सम्बन्धित मान्छेहरूलाई बोलाउने हो र कुराकानी हुने हो। अहिले तपाईले भनेको जस्तो फलानासँग मेरो कुनै व्यक्तिगत झगडा, घरको झगडा, कुलोको, खेतको झगडा होइन, यो कुराको कुरा हो। उजुरी आएपछि छलफल गर्दाखेरि भएका कुराकानीलाई त्यो अझै एक हप्ता जति बाँकी छ, त्यसपछि चाहिँ तपाईले अहिले भनेको जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीकै जन्म नै अराजकता, व्यथिति, गुड गभर्नेन्स, एन्टी करप्सन, भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको हुनाले भ्रष्टाचारका विरुद्धमा आवाज उठ्दै गर्दाखेरि तपाईले भनेको जस्तो वक्र दृष्टि कहाँ हुन्छ, यसमा सिधा दृष्टि हुन्छ। तपाईले राष्ट्रिय स्वतन्त्र हदैसम्मको कानुनी कारबाहीको लागि चाहिँ राज्य गम्भीर हुनुपर्छ। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।